हेलो एभ्रिवान। आज चाहिँ म अब क्लास 10 को साइन्सको फर्स्ट च्याप्टर साइन्टिफिक स्टडीबाट हामी सुरु गर्न गइरहेको छौँ। ल हाम्रो पहिलो च्याप्टरमा हाम्रो सुरुमा टपिक रहेको छ, सुरुको टपिक रहेको छ साइन्टिफिक स्टडी भनेर हाम्रो सुरुको टपिक रहेको छ। अनि हामीले पहिला कुरा चाहिँ हामी साइन्टिफिक स्टडी भनेको चाहिँ के रहेछ भनेर त्यो कुराबाट जाऊँ। पहिला हामीले यहाँ डेफिनेसन हेर्न सक्नुहुन्छ। साइन्टिफिक स्टडी इज अ research project that is designed to answer a specific question about natural world। के रहेछ अरे साइन्टिफिक स्टडी भनेको चाहिँ यस्तो रिसर्च प्रोजेक्ट रहेछ अरे जुन चाहिँ के को लागि डिजाइन भएको रहेछ अरे नेचुरल वर्ल्डको कुनै पनि स्पेसिफिक क्वेसनलाई एन्सर गर्नको लागि डिजाइन भएको प्रोजेक्ट रिसर्च प्रोजेक्ट रहेछ हाम्रो साइन्टिफिक स्टडी भनेको, हैन। साइन्टिफिक स्टडी अब जे कुरा पनि हामीले हरेक कुरा लगभग अहिले त साइन्टिफिक स्टडीबाटै चलेको छ, है त। अब साइन्टिफिक स्टडीमा हामीले खासै बुझ्न पर्ने कुरा केही पनि छैन, यति नै हो। र अब नेक्स्ट टपिक रहेको छ हाम्रो भेरिएबल्स भन्ने छ। भेरिएबल भनेको चाहिँ यस्तो फ्याक्टर हो, फ्याक्टर अर प्यारामिटर जुन चाहिँ हामीले चेन्ज गर्न सक्छौँ ड्युरिङ एन एक्सपेरिमेन्ट, होइन। एक्सपेरिमेन्टको बेलामा चेन्ज गर्ने फ्याक्टर, चेन्ज गर्न सक्ने फ्याक्टर, होइन हो, त्यसलाई चाहिँ हामीले भेरिएबल भन्छौँ, है त। भेरिएबलको तिनवटा टाइप्स छ। भेरिएबलको तिनवटा टाइप्स भनेको एउटा इन्डिपेन्डेन्ट भेरिएबल, इन्डिपेन्डेन्ट भेरिएबललाई चाहिँ हामीले यस्तो अर्को नामले पनि चिनिन्छ, म्यानुपुलेटेड भेरिएबल भनेर पनि चिनिन्छ, है त। अनि अर्को नेक्स्ट रहेको छ हाम्रो डिपेन्डेन्ट भेरिएबल। डिपेन्डेन्ट भेरिएबललाई पनि हामीले अर्को नामले चिनिन्छ, आउटकम भेरिएबल भनेर चिनिन्छ, है त। अनि अर्को भनेको कन्ट्रोल भेरिएबल अथवा कन्स्ट्यान्ट भेरिएबल भनेर हामीले चिन्छौँ, है। अनि इन्डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ यस्तो टाइप्सको भेरिएबल हो जुनलाई चाहिँ हामीले चेन्ज गर्छौँ कि एक्सपेरिमेन्टको बेलामा, होइन। अनि अर्को भनेको अर्को इन्डिपेन्डेन्ट पछि हाम्रो आयो डिपेन्डेन्ट भेरिएबल, है त। डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ हामीले चाहिँ एक्सपेरिमेन्टमा केही कुरालाई चेन्ज गऱ्यौँ नि, अब चेन्ज गर्ने भनेको हाम्रो कुन भेरिएबल हो, इन्डिपेन्डेन्ट भेरिएबल। इन्डिपेन्डेन्ट भेरिएबल भनेको हाम्रो चेन्ज गर्ने एउटा कुनै पनि एक्सपेरिमेन्टको बेलामा चेन्ज गर्ने भयो भनेपछि डिपेन्डेन्ट भनेको चाहिँ त्यो चेन्ज गरिसकेपछि चाहिँ त्यो एक्सपेरिमेन्टमा के चाहिँ चेन्ज आयो भनेर अब्जर्भ गर्ने अथवा मेजर गर्नेलाई चाहिँ हामीले डिपेन्डेन्ट भेरिएबल भन्छौँ क्या। अनि अर्को भनेको चाहिँ कन्ट्रोल भेरिएबल। जुनै पनि एक्सपेरिमेन्ट गर्दाखेरि चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल र डिपेन्डेन्ट भेरिएबल एउटा मात्र हुन्छ र कन्स्ट्यान्ट भेरिएबल चाहिँ धेरै हुन्छ क्या, कन्स्ट्यान्ट अथवा कन्ट्रोल भेरिएबल। कन्स्ट्यान्ट अथवा कन्ट्रोल भेरिएबल भनेको चाहिँ हामीले चाहिँ जुनलाई चाहिँ कन्स्ट्यान्ट राख्छौँ अथवा कन्ट्रोल गरेर राख्छौँ त्यसलाई चाहिँ चेन्ज गर्दैनौँ एक्सपेरिमेन्टको बेलामा, है त। ल एउटा हामी एक्सपेरिमेन्टबाटै बुझौँ। यो एउटा गुलेली भयो, होइन। अब यो गुलेलीबाट मैले एउटा कागज च्यापेँ, मानौ कागज च्यापेर मैले यो तन्काएँ, होइन। अब तन्काउँदाखेरि यो तन्काएँ, अब यो जति धेरै तन्कायो कागज त्यति नै धेरै पर जान्छ नि, होइन। हामीलाई त्यो थाहा छ नि त। त्यो के कारणले थाहा छ भने एउटा एक्सपेरिमेन्टबाटै थाहा भएको हो हामीलाई, है त। अनि पहिलो कुरा रहेको छ एउटा कागज मैले यहाँ च्यापेर हल्का मात्र फोर्स लाएर यसलाई ताने भने कागज नजिकै खस्छ नि त, हो नि। अब मैले अहिलेको भन्दा अलि बेसमरी तानेर बल्ल कागज फाल्यो भने कागज त्योभन्दा अलि पर डिस्टेन्समा जान्छ भनेपछि यो जति फोर्सले तानेछु नि, होइन हो, यो चाहिँ हाम्रो कुन भेरिएबल भयो त, इन्डिपेन्डेन्ट भेरिएबल भयो क्या। हामीले एक्सपेरिमेन्टमा हामीले यो क्याटापल्टलाई अथवा यो गुलेलीलाई तानेको छु नि त, होइन। तानेको भनेको त हामीले एक्सपेरिमेन्टमा चेन्ज गरेको भेरिएबल भयो, होइन। अनि अब यो तानेपछि चाहिँ कति चाहिँ पर गयो पेपर, अब यहाँनिरबाट तानेर पेपर मैले छोडेँ भने कति चाहिँ पर गयो भन्ने कुरा हो कि। अब डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ पेपर कति चाहिँ पर गयो भनेर हेर्नेवाला त्यो भेरिएबल भयो। अनि कन्ट्रोल भेरिएबल यो एक्सपेरिमेन्टमा हेर्ने भयो, कन्ट्रोल भेरिएबल भनेको हाम्रो यो गुलेली भयो। अब एकचोटि फाल्दा चाहिँ एउटा अर्को टाइपको गुलेली लियो, अनि अहिले अर्कोचोटि फाल्दा चाहिँ अर्को टाइपको त्योभन्दा छुट्टै प्रकारको गुलेली लियो भने त्यो त एक्सपेरिमेन्ट त सफल भएन नि त। त्यो अब गुलेली चेन्ज गरेर त्यो पेपर टाढा गयो कि अब गुलेली चेन्ज नगरी गयो भन्ने कुरा हामीलाई थाहा भएन नि त। त्यही कारणले पनि हामीलाई इन्डिपेन्डेन्ट भेरिएबल चाहिँ जहिले पनि एउटा मात्र हुन्छ एक्सपेरिमेन्टको बेलामा, र डिपेन्डेन्ट भेरिएबल पनि एउटा मात्र हुन्छ हाम्रो एक्सपेरिमेन्टको बेलामा, र कन्ट्रोल भेरिएबल चाहिँ जतिवटा पनि हुनसक्छ हाम्रो एक्सपेरिमेन्टको बेलामा, जुनै पनि एक्सपेरिमेन्ट गरेको बेलामा। अब चाहिँ हामी जाऊँ हाम्रो अब कस्तो कस्तो टाइपको चाहिँ एक्सपेरिमेन्टहरू हुनसक्छ भनेर दुईवटा इक्जाम्पल लिन्छौँ हामी। एउटा इक्जाम्पल त अघि मैले भनेको जस्तै त्यो गुलेलीको जस्तै छ। इफेक्ट अफ एक्सटेन्सन अफ इलास्टिक ब्यान्ड अन डिस्टेन्स ट्राभल बाई पेपर।
यो भनेको चाहिँ अब एउटा कुनै पनि इलास्टिक ब्यान्ड अथवा रबर ब्यान्ड लिएर हामीले पेपरको एउटा टुक्रालाई त्यसरी तानेर फाल्यौँ भने कुन चाहिँ डिपेन्डेन्ट भयो त्यसमा, कुन चाहिँ इन्डिपेन्डेन्ट भयो र कुन चाहिँ कन्ट्रोल भेरिएबल भयो भनेर हामी त्यसमा बुझ्नेछौँ है त। ल अब इफेक्ट अफ एक्सपान्सन अफ इलास्टिक ब्यान्ड अन डिस्टेन्स ट्राभल बाई पेपरको हेरौँ है त। अब इन्डिपेन्डेन्ट भेरिएबल भनेको वाट आई चेन्ज अथवा वाट वी चेन्ज। हामीले चाहिँ एक्सपेरिमेन्टको बेलामा के चाहिँ चेन्ज गरेछौँ रे, एक्सटेन्सन अफ रबर भनेको चाहिँ कतिको रबर तन्कायौँ त नि, थोरै तन्काउँदा के भयो र धेरै तन्काउँदा रबर धेरै तन्काउँदा के भयो भन्ने कुरा चाहिँ हामीले के चाहिँ चेन्ज गऱ्यौँ भने ड्युरिङ द एक्सपेरिमेन्टमा एक्सटेन्सन अफ रबर होइन, कतिको तन्कायौँ रबरलाई र कतिको चाहिँ धेरै तन्कायौँ कतिको थोरै तन्कायौँ होइन। हो त्यो भनेको चाहिँ हाम्रो इन्डिपेन्डेन्ट भेरिएबल भयो यसमा, यो वाला एक्सपेरिमेन्टमा होइन। अनि डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ डिस्टेन्स ट्राभल बाई पेपर बुलेट होइन त। डिस्टेन्स ट्राभल हामीले धेरै तन्कायौँ भने धेरै पर पुग्छ हाम्रो त्यो पेपर बुलेट। अब हामीले थोरै मात्र तन्कायौँ भने यहीँ नजिकै मात्र, धेरै टाढा पुग्दैन हाम्रो त्यो पेपरको बुलेट होइन। अब कन्ट्रोल भेरिएबल यो भेरिएबल कन्ट्रोल भेरिएबल चाहिँ के हुनसक्छ त है त, मास एन्ड साइज अफ पेपर। अब हामीले ठुलो पेपर लियौँ एकचोटि गर्दा अनि अर्कोचोटि गर्दा सानो पेपर लियौँ भने त त्यो पेपरको साइजले हो कि अब यो धेरै हामीले तन्काएर हो भनेर हामीले छुट्याउन सक्दैनौँ नि त होइन। त्यही भएर कन्ट्रोल भेरिएबल चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। कन्ट्रोल भेरिएबलको इम्पोर्टेन्स पनि त्यसमा छ होइन। त्यही भएर पनि इन्डिपेन्डेन्ट भेरिएबल होइन, चेन्ज हुने भेरिएबल चाहिँ एउटा मात्र हुन्छ, बुझ्नुभयो। अनि अर्को हामीले कुन चाहिँ कुरा कन्सटेन्ट राख्छौँ भने यो कुरामा एउटा त मास एन्ड साइज अफ पेपर भयो, अनि अर्को भनेको टाइप्स अफ रबर ब्यान्ड होइन। अनि अर्को नेक्स्ट एक्सपेरिमेन्ट छ हाम्रो इफेक्ट अफ हिट अन सोल्युबिलिटी अफ साल्ट। अब यो भनेको चाहिँ अब हामीले एउटा ग्लासमा पानी लियौँ होइन। अब त्यो एउटा ग्लासमा पानी लिँदा चाहिँ एउटा चिसो पानी लियौँ, चिसो पानीमा नुन हालेर घोल्दाखेरि नुन छिटो घोलिन्छ कि तातो पानीमा हाल्दा भनेर यो एक्सपेरिमेन्ट गरेको हामीले होइन। एक्सपेरिमेन्टले भन्न खोजेको त्यो हो है। अब हामीले यदि तातो पानीमा नुन हालेर घोल्यौँ भने हामी सबैलाई पनि थाहा छ तातो पानीमा नुन छिटो घोलिन्छ चिसो पानीको कम्पेरिजनमा हो। त्यो कुरा पनि यस्तै एक्सपेरिमेन्टबाट हामीले प्रुभ गरेको हो हाम्रो साइन्टिस्टहरूले। अब टेम्परेचर अफ वाटर एउटा भयो इन्डिपेन्डेन्ट भेरिएबल, यसको भनेको टेम्परेचर अफ वाटर हुन्छ यसको है। हामीले जुन के चाहिँ चेन्ज गऱ्यौँ रे, एकचोटि चिसो पानीमा नुनलाई घोलेर हेरौँ र अर्कोचोटि भनेको तातो पानीमा नुनलाई घोलेर हेरौँ होइन। अनि यसमा हामीले के चाहिँ अब्जर्भ गऱ्यौँ त, अमाउन्ट अफ साल्ट डिजल्भ इन वाटर। तातो पानीमा हाल्दा कति अमाउन्टको साल्ट चाहिँ कति टाइममा डिजल्भ भयो भनेर हेर्छौँ होइन। अनि अब अर्को भनेको चाहिँ हाम्रो यसमा चाहिने कन्ट्रोल भेरिएबल भनेको अमाउन्ट अफ वाटर, सेम अमाउन्ट अफ वाटर हुनु पर्यो दुईटै एक्सपेरिमेन्टमा। एउटा तातो पानी लिँदा पनि अब 100 ml ल्याएको छ भने फर्स्टमा चिसो पानी तातो पानी पनि 100 ml लिनु पर्यो, र अर्को भनेको स्टिरिङ भनेको कतिको चाहिँ घोल्यौँ त नि हामीले। तातो पानीमा चाहिँ पुरै धेरै बेर घोल्यौँ र छिटो भएको त हुनु हुँदैन नि त होइन। एक्सपेरिमेन्ट गर्दाखेरि त एउटा मात्रै इन्डिपेन्डेन्ट भेरिएबल हुनु पर्यो। त्यही भएर हामीले कति चाहिँ घोल्यौँ त नि, त्यो नुनलाई घोल्ने पनि लगभग हामीले मिलाएर सिमिलर नै राख्नुपर्छ। अनि अर्को भनेको टाइप्स अफ साल्ट होइन। अब एउटा एकचोटि तातो पानीमा लिँदा चाहिँ पिठोवाला त्यो पाउडर नुन लियौँ हामीले घरहरूमा युज गरे नर्मल नुनहरू युज गऱ्यौँ, र अर्को चिसो पानीमा गर्दाखेरि चाहिँ ढिक्के नुन युज गऱ्यौँ भनेपछि त अब ढिक्के नुन त अभियसली साह्रो छ, र त्यो अब त्यो ढिक्के नुन युज गरेर त्यो ढिलो घोलिएको भनेर त प्रुभ भएन नि त। दुईटैचोटि नै कि त ढिक्के नुन लिनु पर्यो कि त घरमा युज हुने नर्मल कमन साल्ट लिनु पर्यो हाम्रो NaCl होइन। यति नै हो यसमा यो एक्सपेरिमेन्टमा भएको कन्ट्रोल भेरिएबल भयो, डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भेरिएबल यो दुईटा एक्सपेरिमेन्टमा। अब चाहिँ हामी जाऊँ हाम्रो कन्ट्रोल भेरिएबलको इम्पोर्टेन्सतिर होइन। कन्ट्रोल भेरिएबल चाहिँ किन इम्पोर्टेन्ट छ भनेर होइन, अघि नै मैले त्यो इन्डिपेन्डेन्ट भेरिएबलको बारेमा डिपेन्डेन्ट भेरिएबलको बारेमा बुझाउने बेलामा पनि भनिसकेको छु। जहिले पनि इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल के हुनुपर्छ र एउटा मात्र हुनुपर्छ होइन, एउटा मात्र हुनुपर्छ। अनि त्यसले चाहिँ के गर्छ अरे चाहिँ इट इन्स्योर द्याट ओन्ली वान फ्याक्टर अफ
वान फ्याक्टर इज बिङ टेस्टेड ड्युरिङ एन एक्सपेरिमेन्ट होइन। अब एउटा मात्र इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल भएपछि अरू भेरिएबललाई त हामीले के गर्नु पर्यो, कन्ट्रोल गर्नु पर्यो नि होइन। हो, कन्ट्रोल गरेपछि चाहिँ अरू भेरिएबल कन्ट्रोल गरेपछि चाहिँ एउटा मात्र भेरिएबल हामीले चेन्ज गर्छौँ र एउटा मात्र भेरिएबल चाहिँ त्यो चेन्ज गरेको भएर अर्को कुरा चेन्ज हुन्छ। जस्तै होइन एक्सटेन्सन अफ रबर ब्यान्डको वाला केस आएको थियो नि होइन, त्यसमा के भएको थियो अरे, रबर धेरै ताना बेलामा धेरै पेपर पर गएको थियो र पेपर पर गएको थियो नि होइन। हो, त्यो बेलामा अब यदि रबरै छुट्टै खालको रबर ल्या भए छुट्टै छुट्टै गरे बेलामा अथवा छुट्टै एउटा चाहिँ एक पेज पेपर लिएर गऱ्यो, एक पेज पेपर लिएर एउटा बुलेट बनाएर गऱ्यो, त्यो पेपर बुलेटलाई तन्काएर फाल्यौँ र अर्को चाहिँ यत्रो पेपर लिएर गऱ्यौँ भनेपछि त्यसमा त बायस भयो नि त हामीले होइन। कुन चाहिँ फ्याक्टरले गर्दा चाहिँ हाम्रो पेपर टाढा गयो अथवा नजिक गयो भन्ने कुरा त हामीले प्रपरली थाहा भएन। त्यसै कारणले कन्ट्रोल अरू कुरा चाहिँ एउटा इन्डिपेन्डेन्ट भेरिएबल बाहेक अरू इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल बाहेक अरूलाई कन्ट्रोल राख्यो भने हामीलाई के अरे एउटा मात्र के वान फ्याक्टर इज बिङ टेस्टेड ड्युरिङ एन एक्सपेरिमेन्टलाई चाहिँ इन्स्योर गर्छ अरे के, बुझ्नुभयो हजुरले। एउटा मात्र फ्याक्टर चाहिँ चेन्ज होस् भनेर इन्स्योर गर्छ अरे कन्ट्रोल भेरिएबलले चाहिँ होइन। अनि इट इन्स्योर रिलायबिलिटी अन एक्सपेरिमेन्ट, यो रिलायबिलिटी अन एक्सपेरिमेन्ट भनेको नि त्यही कन्ट्रोल भेरिएबलले चाहिँ रिलायबल गराउँछ क्या एक्सपेरिमेन्टलाई, भनेको एकदमै भरपर्दो बनाउँछ क्या होइन। अनि अर्को भनेको इट हेल्प्स टु एभोइड रिसर्च बायस होइन। अहिले भनिसकेँ फर्स्टकै कुरामा भनिसकेँ मैले, के हुन्छ अरे कन्ट्रोल भेरिएबल एउटा मात्र इन्डिपेन्डेन्ट र एउटा मात्र डिपेन्डेन्ट भेरिएबल भयो भने हामीलाई केले गर्दा अथवा कुन कारणले गर्दा चाहिँ यो रिजल्ट आयो भनेर एक्सप्लानेसन दिनलाई हामीलाई सजिलो हुन्छ नि त होइन। त्यो एक्सप्लानेसन दिनलाई केही बायस हुन्छ त हुँदैन नि त होइन। त्यो कुरा चाहिँ हाम्रो कन्ट्रोल भेरिएबलले हामीलाई इम्पोर्टेन्सको रूपमा दिन्छ होइन। अब अर्को कुरा छ, हामीले भेरिएबल एक्सपेरिमेन्टमा होइन भेरिएबलको बारेमा केही कुरा कन्सिडर गर्नुपर्छ, लाइक देयर सुड बी ओन्ली वान डिपेन्डेन्ट भेरिएबल। मैले अघि नै भनिसकेँ नि होइन, एउटा मात्र डिपेन्डेन्ट भेरिएबल हुनुपर्छ भनेर। अनि अर्को सेकेन्ड पोइन्ट छ देयर सुड बी ओन्ली वान इन्डिपेन्डेन्ट भेरिएबल, यो पनि मैले अघि नै भनिसकेँ हो कि होइन। अनि एक्सेप्ट वान डिपेन्डेन्ट एन्ड वान इन्डिपेन्डेन्ट भेरिएबल अदर भेरिएबल सुड बी कन्ट्रोल्ड। यो भनेको एउटा मात्र इन्डिपेन्डेन्ट र एउटा मात्र डिपेन्डेन्ट भेरिएबल मात्र हुनुपर्छ र त्यो बाहेक अरू सबै भेरिएबलहरू चाहिँ के हुनुपर्छ अरे कन्ट्रोल हुनुपर्छ। अर्को कुरा रहेको छ व्हेन एक्सप्रेसिङ रिलेसन बिट्विन इन्डिपेन्डेन्ट एन्ड डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल युजली रिटर्न अन लेफ्ट साइड एन्ड इन्डिपेन्डेन्ट भेरिएबल अन द राइट साइड। यो भनेको चाहिँ जहिले पनि हामीले कुनै पनि डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबलको बिचमा केही रिलेसनहरू देखाउन पर्यो भने जहिले पनि हामीले डिपेन्डेन्ट भेरिएबललाई लेफ्ट साइडमा र इन्डिपेन्डेन्ट भेरिएबललाई चाहिँ राइट साइडमा राख्छौँ हामीले होइन। अनि अर्को भनेको व्हेन प्लटिङ अन इन ग्राफ डिपेन्डेन्ट भेरिएबल सुड बी प्लटेड अन वाइ एक्सिस एन्ड इन्डिपेन्डेन्ट भेरिएबल सुड बी प्लटेड अन एक्स एक्सिस। जुनै पनि केसमा होइन इन्डिपेन्डेन्ट भेरिएबल र डिपेन्डेन्ट भेरिएबलको केसमा होइन जुनसुकै केसमा पनि हामीले डिपेन्डेन्ट भेरिएबललाई चाहिँ केमा प्लट गर्छौँ भने वाइ एक्सिसमा प्लट गर्छौँ होइन। अनि इन्डिपेन्डेन्ट भेरिएबललाई चाहिँ हामीले केमा प्लट गर्छौँ भने एक्स एक्सिसमा प्लट गर्छौँ। र आज हाम्रो यो साइन्सको क्लास 10 को साइन्सको च्याप्टर 1 साइन्टिफिक स्टडीको लागि चाहिँ आजको भिडियोको लागि यति नै। अब अरू बाँकी रहेको टपिकहरू हामी नेक्स्ट भिडियोमा कुरा गर्छौँ र हामी यो च्याप्टर फुल्ली कम्प्लिट गरिसकेपछि यो च्याप्टरको रिलेटेड क्वेसनहरू पनि सल्भ गर्नेछौँ। र आजको लागि यति नै, हस् त, धन्यवाद।